चाहिँ पपुवा न्यू गिनियाको हेयर कटाई जानी नजानी भए पनि बाल काटेर 1500-1600 चाहिँ बचाउन कोसिस गरेको है। अगाडिबाट हानिदिन्छ अगाडिको कि त उसले काइँले यसो गरेर मिलाउने हो हानिदिनु त्यस्तै हानिदिनु यत्तिकै हान्दिने यसरी मिलाउनु एकचोटि 16 को हो न यो 16 हो झैँ चाहिँ हानिदिनु भयो कलाई देखाउनु छ यार राम्रो भएर आफूलाई शीतल भयो हुन्छ कि तिम्रो यति बाल जति मेरो पुरै टाउको यति भरिमा होला पहिला मेरो यस्तै बाक्लो थियो कि कसरी झरी हुन्थ्यो भन्ने भयो यति बाक्लो पनि फेरि काम होइन क्या तिम्रो फेरि लास्टै बाक्लो छ कि होइन ठिक्कको बाक्लो होस् कि बाक्लो भयो पनि मिलेको कपाल होस् कि टक्क तेल सेल लाउन सर सिल्की होइन कतिले हानिदिनु भयो यो 9ले यहाँ त अलिअलि पैसा त लामो थियो मैले काटेको भरिमा बल्ल आज बल्ल राम्रो काटे ढिला क्या जस्तो टाटा जस्तो देखाइन क्या आज बल्ल अलि राम्रो काटे जस्तो मलाई महसुस भइरहेको क्या अरू दिन कस्तो कता कता बिग्रे जस्तो लाग्थ्यो होइन के भयो यस्तो यता पनि टक्क सर्र गयो के सिधै स्वरले हान्नु नि त सिधै स्वरले हान्नु नि त हेर त कहाँ के कस्तो भएन यसो भन कहाँनिर कस्तो बनाउनु पर्ने बनाइदिइहाल्छु ठिकै छ यहाँको यस्तो यहाँको अलि बढाएर कतिको भनेपछि त्यो 3बाट बढाएर 4-5 मा हालेर यस्तरी सट्ट मिलाइदिनु 4-5 मा हाल्ने कतिमा 5 मा यसलाई यस्तो बनाइदिने 5
बच्छ अनि के यत्तिकोमा बच्छ भनेको कि अझै घटाइदिने र फाइनल भयो यो त मसिनो यति कपाल काट्यो नि त यार यति पालिन्छ के हो कहाँ 1700-1800 हो नि त एउटा बाटो मात्र साउहरूलाई आइज कपाल काट्न ले 50 रुपियाँ भन्नुपर्छ कि गयो डराएर गइहाल्यो नि त सब त ठिकै छ ठिक छ हल्का धार मिलाइदिनु कतातिर धार बनाएर जिरोले हान्ने हो र पर्दैन अब यस्तो बनाइदिने यत्तिकै ठिक छ क्या जिरोले ना म त यत्तिकै राम्रो लाग्छ यो जिरोले भन्दा त होइन यस्तो गरेर तल यस्तो बनाइदिनु नि हो यो त म बनाइदिइहाल्छु नि यार यो पनि बनाइदिनु अन्त के कपाल काटेको भयो त नि भयो यत्तिको भयो त 50 रुपियाँ बच्यो 50 किन यता त ठिकै होला गरेर यता काटिदिने यस्तो तलसम्म पर्दैन